हाम्रो बीचमा हामीले धेरै नै लामो समयदेखि कुरिरहेको दुलालले आइसक्नु भइसकेको छ। अब हामी जब उहाँहरू हाम्रो बीचमा आइसक्नु भइसकेको छ भने आजको दिन विशेष गरिकन यो दुवैजना व्यक्ति अलग अलग व्यक्तिहरूलाई परमेश्वरले जो जोड्न लाग्नु भएको छ यो कुरालाई सम्झना गर्दै हामी जीवित परमेश्वरको महिमा गर्नेछौँ। केही समय हामी स्तुति प्रशंसामा बिताउनेछौँ। तपाईँहरू आफ्नो स्थानमा उभिँदै गर्नुहुँदाखेरि म भजन सङ्ग्रहको पुस्तक 100 अध्यायबाट वाचन गर्न चाहन्छु। भजन सङ्ग्रह 100मा यसरी लेखिएको छ, शीर्षकमा धन्यवादको भजन। हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार बनाओ। आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भयो अनि हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँका घरका भेडाहरू हौँ। उहाँको भवनका द्वारहरूको भित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर।
सुनेर उहाँलाई धन्यवाद दिन्छौँ। स्तुति महिमा आदरको योग्य परमेश्वर, हामी तपाईँलाई धन्यवाद गर्दछौँ। आज यो समयमा प्रभु तपाईँ धन्य हुनुहुन्छ। तपाईँ ती आदर भक्तिका योग्य परमेश्वर हुनुहुन्छ। तपाईँ राजाको राजा प्रभुको प्रभु तपाईँ हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु, तपाईँलाई धन्यवाद दिन्छौँ। सारा हृदयले सारा आत्माले प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज यो समयको लागि प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँलाई धन्यवाद प्रभु, तपाईँलाई धन्यवाद प्रभु। प्रशंसा महिमा आदरका योग्य परमेश्वर तपाईँ मात्र हुनुहुन्छ। तपाईँलाई धन्यवाद। प्रभु हाम्रो रक्षक हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। Lord.
विश्वसनीयता हामी अहिले साक्षी बनिरहेका छौँ। हामी देखिरहेका छौँ कि कसरी दुईजना व्यक्तिहरूलाई आजको यो अद्भुत दिनमा परमेश्वरले जोड्न राख्नु भएको छ। जब यो जोडीलाई देखिरहेका छौँ भने हाम्रो हृदय गदगद भएर आएको छ। हाम्रो हृदयले परमेश्वरलाई धन्यवाद दिएको छ। यस समयमा हामी सबैले जब हाम्रो हृदयबाट जीवित परमेश्वरलाई उचालिरहेका छौँ, भनिरहेका छौँ कि प्रभु तपाईँ कति भला हुनुहुन्छ, तपाईँ कति विश्वसनीय हुनुहुन्छ। म यसलाई अनुरोध गर्न चाहन्छु पास्टर भरत रसेनीज्यूलाई अगाडि आएर हाम्रो स्तुति प्रशंसाको अन्त गरिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। हालेलुया, हालेलुया। स्वर्गमा विराजमान हुनुहुने हाम्रा सामर्थ्य परमेश्वर पिता हामीलाई दुलैको जीवनमा दिनुभएको छ र दुलैको जीवनसँगै हाम्रो जीवनमा पनि परमेश्वरले यो अद्भुत अनि महिमित र आदरणीय दिन दिनुभएको छ। हामी साँच्चै नै परमेश्वरलाई धन्यवाद चढाउँदै अब हामी जुन कुराको निम्ति यस ठाउँमा आएका छौँ त्यो कुरामा हामी अगाडि बढ्नेछौँ। पहिला हामी परमेश्वरको वचनबाट सुन्नेछौँ र त्यसपछि हामी विवाहको कार्यक्रमलाई अगाडि बढाउँदै विवाहको जति पनि हुनुपर्ने क्रियाकलापहरू छन् या कार्यक्रमहरू छन् त्यसलाई गरिदिनु हुनको निम्ति हाम्रो स्थानीय मण्डलीको पास्टरज्यू अब्राहम थोमसज्यूलाई म अनुरोध गर्न चाहन्छु र उहाँ स्टेजमा आउनुभन्दा पहिला हामी छोटो प्रार्थना गर्नेछौँ। आगामी वचनको निम्ति आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ समयको निम्ति, तपाईँ दुलहा दुलही अनि त्यसै गरिकन हामी सुन्ने प्रत्येकलाई प्रभु त्यही वचन अनुसार जीवन जिउनको निम्ति सहायता गर्नुहोस्। बाँकी रहकारी तपाईँको हातमा सुम्पदै तपाईँबाट अगाडि माग्दछौँ प्रभु येशू ख्रीष्टको जीवित अनि उच्चार नाममा, आमेन। हुन्छ, यस समयमा म पास्टर अब्राहमलाई अगाडि आउनको निम्ति अनुरोध गर्न चाहन्छु। सबैलाई जय मसीह। We are running college, little bit behind schedule. हामी समयभन्दा अलिकति पछि परेका छौँ। So, without doing much of an introduction, I will quickly go into the Word of God. र अब परिचयमा धेरै समय नबिताइकन हामी परमेश्वरको वचनबाट हेर्नेछौँ। This afternoon we are witnessing along with the family, friends and loved ones. र आज यो दिउँसोको समयमा हामी परिवार अनि हाम्रो साथीभाइहरू नातेदारहरूको साथ अनि यो कुराको साक्षी बनिरहेका छौँ। Covenant being set. र जो यहाँ चाहिँ करार जो बाँधिन लागेको छ त्यसको लागि In our faith, in Christian faith, it is not simply a wedding. हाम्रो इसाई विश्वास, हाम्रो जो विश्वासको आधारमा यो एउटा साधारण विवाह मात्र होइन, But it is more of a covenant. तर यो चाहिँ विशेष गरिकन हामीले ध्यान राख्नुपर्ने कुरा चाहिँ यो चाहिँ करार हो। In few moments we are going to see both of the lovely couples taking vows. र अनि केही समयपछि दुवैजनाले प्रतिज्ञाहरू लिएको हामी देख्नेछौँ। Before that, we will try to look something very important very quickly. र त्योभन्दा अगाडि हामी केही महत्त्वपूर्ण कुराहरू हेर्नेछौँ। A wedding lasts for a day. र विवाह चाहिँ एक दिनको निम्ति मात्रै हुँदछ, But a marriage is for a lifetime. तर वैवाहिक जो सम्बन्ध छ त्यो चाहिँ लामो समयसम्मको निम्ति हुँदछ। So Joy and Abigail, today you are excited because you are married, you are getting wed. र जय अनि अभिलेख तपाईँ एकदमै उत्साहित हुनुहुन्छ किनकि आजको दिनमा तपाईँहरू विवाह सम्बन्धमा हुनुहुनेछ। Always remember that marriage is for a lifetime. तर याद गर्नुहोस् कि जो वैवाहिक जो सम्बन्ध छ आज गाँसिनको लागेको त्यो चाहिँ जीवनभरिको लागि हो। So it's an everyday affair. र यो चाहिँ हरेक दिनको दिनचर्या जस्तै हुन जाँदछ। God has joined the son of South Korea. र परमेश्वरले साउथ कोरियामा हुनुभएको जो छोरा हुनुहुन्छ उहाँलाई ल्याउनु भएको छ। God is joining the son of South Korea to the daughter of Nepal. र परमेश्वरले यहाँ चाहिँ साउथ कोरियाको छोरालाई नेपालको छोरीसँग जोड्न लाग्नु भएको छ। So the language is different. भाषा एकदमै फरक छ, Food will be different. खाना पनि फरक हुनेछ Customs will be different. र हाम्रो रीतिरिवाजहरू पनि फरक हुनेछ। Joy
र सायद हुनसक्छ जोयलाई किम्ची मनपर्छ होला तर अभिज्ञलाई खोर्सानी मनपर्छ होला 아비가일은 크로상 좋아할 거잖아. Genesis 2:24 says, तर उत्पत्तिको पुस्तक 2 अध्यायको 24 मा 1장 भन्दछ 14절 20절 말했을 때 shall become one. 둘은 하나가 될 दुवैजना 거다. एक हुनेछ And this will not happen in a night, 이거는 하룻밤에 되는 일은 아니다. but it will take a lifetime. 평생 동안 해야 되는 일이다. So that's why marriage, according to the Bible, is a covenant. It's not a contract. तसर्थ विवाह चाहिँ बाइबलले आधारमा हेर्नु भने यो करार हो Not a contract. सम्झौता होइन Contract will say, as long as you do this for me, I will do this for you. र सम्झौतामा चाहिँ प्रायः जस्तो यस्तो हुन्छ कि म तिमीलाई यो गर्नेछु र तिमीले मेरो निम्ति यो गर्नुपर्नेछ But covenant says, even if the life is going to be tough, I will be with you. तर करारले भन्दछ कि यदि जीवन एकदमै कठिन भए तापनि म तिमीलाई छोड्ने छैन And that is why Bible gives a beautiful picture of marriage with Christ and church. तसर्थ बाइबलले एकदमै सुन्दर हामीलाई चित्रण गरेको छ कि ख्रिस्ट र मण्डलीको चित्रण दिएको छ Ephesians chapter 5 verse 25 reminds us that beautiful symbolism of marriage. र एफिसीको पत्र 5 अध्यायको 25 मा यसरी यो चित्रणलाई चाहिँ एकदम सुन्दर तरिकाले चित्रण गरिएको छ Maybe one of you might have grown respecting your elders by bowing. र तपाईहरुमध्ये एकजना चाहिँ सायद हुन सक्छ कि आफ्नो आफूभन्दा ठुलो व्यक्तिहरूलाई एकदमै आदर देखाउँदाको निम्ति झुकेर आदर देखाउनुहुन्छ But others may have a different culture of respecting. तर अर्को व्यक्ति चाहिँ अन्य तरिकाले नै आफ्नो आदर देखाउने त्यो संस्कृतिमा हुर्कनु भएको होला I know one thing about marrying interculturally is र मलाई चाहिँ एउटा कुरा थाहा छ कि जब हामी अलग संस्कृतिका व्यक्तिहरू विवाह गर्दछौँ भने in Nepali culture, नेपाली संस्कृतिमा if the house is silent, एकदमै घर चाहिँ एकदमै शान्त छ भने everything is good. र सबै कुरा चाहिँ एकदमै राम्रो हुँदछ But I who grew up in Mumbai, तर उहाँ चाहिँ मुम्बईमा हुर्कनु भएको हो so if there is silence in home, तर मुम्बईमा चाहिँ एकदमै घरमा शान्त छ भने घर शान्त छ भने it means there is some problem in the home. यसको अर्थ हो कि परिवारमा या त्यो घरमा चाहिँ केही समस्या छ So covenant is all about walking together. र जो करार छ यो चाहिँ यसले चाहिँ सँगसँगैको हिँडाइलाई देखाउँदछ We will work out our marriage. र हामी दुवैजना मिलेर चाहिँ हाम्रो विवाहलाई सफल बनाउनेछौँ Misunderstandings will come, र सायद हुन सक्छ कि हाम्रो बीचमा विरोधाभासका कुराहरू आउलान् but we will remember and we will learn. तर हामीले यी सबै कुराहरूलाई याद गर्नेछौँ र एकै साथमा सिक्नेछौँ You are now forever going to be partners. र अबदेखि तपाईँ दुवैजना चाहिँ सधैँको निम्ति सहकर्मी हुन लाग्नु भएको छ And you will not be your enemies. र तपाईँहरू दुवैजना एकअर्काको शत्रुहरू बन्नुहुने छैन Love is practiced in everyday life. र प्रेम चाहिँ हरेक दिनमा चाहिँ त्यसलाई अभ्यास गर्नुपर्ने छ One of the most beautiful chapters in the Bible is 1 Corinthians chapter 13. र एकदमै बाइबलमा एकदमै सुन्दर जो एउटा अध्याय छ पहिलो कोरिन्थीको पुस्तक 13 अध्यायलाई हामी देख्न सक्दछौँ Beautiful poetry about love. र त्यहाँ चाहिँ प्रेमको विषयमा एकदमै त्यहाँ कविताको रूपमा त्यहाँ प्रस्तुत गरिएको छ Love is patient. प्रेम धैर्य हुन्छ Love is kind. प्रेम चाहिँ दयालु हुन्छ Love is not self-seeking. र प्रेमले आफ्नो मात्र स्वार्थ खोज्दैन But though it is very poetic, त्यो चाहिँ कवितात्मक रूपमा त्यसलाई प्रेमलाई त्यहाँ उद्धृत गरिए तापनि Bible wants that it should be practical in our everyday life. तर बाइबलले चाहिँ यी कुराहरू चाहिँ हाम्रो जीवनमा चाहिँ अभ्यास गरेको हरेक दैनिक जीवनमा अभ्यास गरेको चाहदछ So what it means to be patient, to be kind, to be self-seeking. र धैर्य हुनु या दयालु हुनु या आफ्नो स्वार्थ मात्र नखोज्नुको अर्थ के हो त So when one person comes home tired, र यदि एकजना व्यक्ति चाहिँ घरमा एकदमै थकित भएर आउनु हुँदछ भने he or she still will be ready to listen to the spouse. र अर्को व्यक्ति जो घरमा बस्नुहुन्छ उहाँ चाहिँ जो व्यक्ति बाहिरबाट आउनु भएको छ उहाँको कुरा सुन्नको निम्ति धैर्यवानका साथमा बस्नुहुनेछ Maybe while Abigail is cooking, she will put a little bit more chili. र सायद हुन सक्छ अरूले खाना पकाउँदा अलिकति ज्यादा खोर्सानी हाल्ला Joy? 조이는
You should be joyful. 그래, 뭘 태워도 좋아해야 된다. 너 행복해야 And you 된다. should thank for that too. 그리고 그거를 되게 감사하게 먹어야 된다. Or vice versa. 그리고 또 반대로도 이렇게 해야 된다. Maybe Joy may prepare a beautiful chicken fried, very tasty 그리고 chicken fried. 되게 저 저희가 엄청 저희 맛있는 एकदमै मिठो चिकन फ्राई बनाउनुहुन्छ होला But Abigail may not like that. र सायद हुन्छ अरूलाई त्यसमा चाहिँ केही न केही कमजोरी देखा पर्ला या मन नपर्ला But she will joyfully eat that. तर उसले चाहिँ एकदम आनन्दका रूपमा या खुसीका साथमा त्यसलाई खानुपर्नेछ That is what it means to be patient, kind, and not self-seeking. र यसको अर्थ यही हो कि हामी यस्तो परिस्थितिहरूमा हामी दयालु बने या एकदमै आफ्नो स्वार्थ मात्र नखोज्ने Let us learn to say sorry, र हामीले माफ गर्नुहोस् भन्न पनि सिकौँ or I was wrong. र मैले चाहिँ गल्ती गरेँ भन्ने पनि सिकौँ No need to add many explanations to that. र यसमा चाहिँ धेरै हामी तर्क वितर्क गरिरहनु पर्दैन Love is shown through small, repeated words. र प्रेम चाहिँ जो बार बार भइरहने जो हाम्रो कार्य छ त्यसबाट हामी देखाउन सक्दछौँ Many times, many. पहिला दुवै पक्षबाट म यस ठाउँमा निमन्त्रणा गर्न चाहन्छु कि हाम्रो आजको दुलही अभिकेल तामाङको आदरणीय दाजु आशिष तामाङज्यूलाई अगाडि आउनुहुनेछ र धन्यवादको दुई शब्द उहाँले बोल्नुहुनेछ प्रभु कृष्णमा सबैलाई जय मसीह 안녕하세요. धेरै यो समय धन्यवादको समय विशेष गरी त प्रभुलाई धन्यवाद दिन सक्दैन प्रभुको अनुग्रहद्वारा नै साँच्चै प्रभुको कृपा उहाँको अनुग्रह उहाँको सहायताद्वारा आज साँच्चै आजको यो विशेष विवाह यो पवित्र विवाह सम्पन्न भएको छ मेरो परिवारको तर्फबाट हामी साँच्चै नै तपाईँहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छौँ त्यसपछि त्यही मेरो परिवारको तर्फबाट विशेष गरी चाहिँ उपस्थित भएका हाम्रो आदरणीय गुरुजनहरू हुनुहुन्छ पास्टरजी हुनुहुन्छ पास्टर आमाहरू हुनुहुन्छ उहाँलाई म हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु तपाईँको समय तपाईँको व्यस्त म थाहा छ तपाईँ एकदम व्यस्त हुनुहुन्छ व्यस्तता बावजुद तपाईँ समय आइदिनु धेरै धेरै धन्यवाद तपाईँको उपस्थितिमा आजको यो कार्यक्रम सम्पन्न गर्न सक्दैन थियो अनि धन्यवाद दिन चाहन्छु सबै हाम्रो मण्डली परिवार लिडर हुनुहुन्छ उहाँजना हुनुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद त्यस्तो टाढा यात्रा गरेर कोरिया देशबाट यहाँसम्म आइदिनु भएको निम्ति धेरै धेरै धन्यवाद नमो खान्सामिदा अनि धेरै धेरै धन्यवाद त्यसपछि धन्यवाद दिने अर्को कुरा चाहिँ फेरि जस हाम्रो स्थानीय मण्डलीको पास्टर अब्राहम जो मेरो राम्रो हुनुहुन्छ उहाँलाई पनि म धेरै धेरै यो समय धन्यवाद दिन चाहन्छु अनि उहाँको फ्यामिलीलाई विशेष गरी उहाँले विशेष गरी सबै कुराहरूमा आजको दिनसम्म बहिनीको विवाहको लागि भनेर सबै कुरा मिलाइदिनु भयो सबै कुरा गर्नु गरिदिनु भयो बहिनीको विवाहको लागि सबै कुरा जुटाइदिनु भयो सबै कुरामा आजको दिनसम्म सहायता गर्नुभयो अनि विशेष हाम्रो विवाह पनि उहाँले दिनुभएको छ अनि मेरो परिवारको तर्फबाट पनि हाम्रो स्थानीय मण्डली पास्टर अब्राहमलाई पनि उहाँलाई म धेरै धेरै कङ्ग्रेसबाट धन्यवाद दिन चाहन्छु अनि धन्यवाद स्वरूप एउटा सानो धेरै त केही दिन सकिनँ उहाँलाई तर सानो भेटी मैले एउटा गिफ्ट लिएर आएको छु अनि हाम्रो तर्फबाट हाम्रो एउटा तर्फबाट उहाँलाई म गिफ्ट दिन चाहन्छु अनि धन्यवाद अर्को धन्यवाद दिने कुरा छ विशेष गरी चाहिँ हाम्रो
अभिज्ञको सरहरूको निम्ति पनि हुन त म राम्रै मलाई त्यो चिन्ने तर म कम्पनीको राम्रो चिन्नुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद जो अभिज्ञका अभिज्ञको गुरुजन हुनुहुन्छ उहाँलाई उसलाई गाइड गर्ने गीत गर्ने जो हुनुहुन्छ उहाँलाई पनि म भिडियो कन्फरेन्सबाट परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन्छु धन्यवाद तपाईँले समय राखिदिनु भएको निम्ति सबैलाई धेरै 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 धन्यवाद यो समय तपाईँले मिलाएर आउनुभयो र यो कार्यक्रमलाई सम्पन्न गराइदिनु भएको निम्ति तपाईँको उपस्थिति बिना यो कार्यक्रम अधुरो हुन्थ्यो है धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच धन्यवाद प्रभुले तपाईँहरू सबै प्रभुको दासदासीहरूलाई धेरै धेरै आशीर्वाद दिनुहोस् थ्याङ्क यू सो मच धन्यवाद कि हामीलाई केही शब्दहरू जानुभएको छ त्यसै गरिकन उहाँ दुलहीको पक्षबाट हुनुहुन्थ्यो भने अब दुलहाको पक्षबाट पनि दुलहाको बुवा आउँदै हुनुहुन्छ उहाँ चाहिँ पास्टर सान्दो हो हुनुहुन्छ उहाँ अगाडि आउनुहुनेछ र उहाँले धन्यवादका केही शब्दहरू बोल्नुहुनेछ र साथसाथमा अनुवादकज्यू पनि अगाडि आउनुहुनेछ 제이만 씨, 저는 오늘 세상에서 가장 행복한 시아버지입니다. 오늘은 आज चाहिँ साँच्चै म एकदमै संसारमा सबैभन्दा खुसी अभिज्ञको ससुरा हो 네팔의 풍경만큼이나 아름다운 마음씨를 가진 아비가일 탐왕을 며느리로 맡게 하신 하나님 우리 아버지께 영광을 돌립니다. साँच्चै नै नेपालको एकदमै सुन्दर हृदय भएको अभिज्ञ तामाङलाई आज म बुहारीको रूपमा स्वीकार गर्न पाउँदा एकदमै परमेश्वरलाई धन्यवाद दिन चाहन्छु 저희 소중한 아들을 믿고 딸을 맡겨주신 사돈댁에 감사드리며 साँच्चै नै मेरो छोरालाई विश्वास गरेर एकदमै इमान्दारितापूर्वक एउटा छोरी जस्तै गरेर राख्नेछु 두 사람이 평생 서로를 아끼며 살 수 있도록 뒤에서 든든하게 기도하며 응원하겠습니다. यी दुईजना चाहिँ अनन्त अनन्तसम्म सँगै रहनलाई एकअर्कामा एकदमै प्रेममा रहेर जानको निम्ति म चाहिँ एकदमै सहायता गर्नेछु सहयोग गर्नेछु 오늘 이 자리를 빛내주신 선교사님과 목사님께 감사를 드리고 साँच्चै नै आज यस ठाउँमा आउनुहुने हाम्रो सबैजना पास्टरहरू र हाम्रो मिसनरीहरू धेरैजना हुनुहुन्छ सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु 네, 우리 결혼 주례를 해주신 아브라함 목사님과 그리고 교회 가족, 네, 조회 처치 모든 성도님께 감사를 드립니다. साँच्चै नै आजको विवाहलाई सम्पन्न गरिदिने पास्टर थोमस ज्यूलाई पनि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै गरिकन स्थानीय मण्डलीबाट आउनुहुने अगुवाजनहरूलाई यस मण्डलीले पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु God bless you. परमेश्वरले आशिष दिनुभएको होस् धन्यवाद. धन्यवाद दुलहाको बुवाले पनि धन्यवादका सक्यौँ र अनुवादक जो हुनुहुन्थ्यो उहाँलाई पनि परमेश्वरले धेरै आशिष दिउन् अब हामी अन्तिम प्रार्थना गर्नेछौँ र अन्तिम प्रार्थना गर्नको निम्ति म यस समयमा सबैजनाले आफ्नो स्थानबाट उठिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु हजुर सबैजना आफ्नो स्थानमा उठिदिनुहोस् र हामी अन्तिम प्रार्थना गर्नेछौँ र अन्तिम प्रार्थना गरिदिनु हुनको निम्ति म पास्टर दीपक लम्ज्यूलाई अनुरोध गर्न चाहन्छु उहाँ अगाडि आउनुहुनेछ र हामीलाई यो अन्तिम प्रार्थनामा सहायता गर्नुहुनेछ अन्तिम प्रार्थना गर्नुभन्दा अगाडि आजको नव विवाहित जोडीलाई शुभकामना व्यक्त गर्न चाहन्छु प्रार्थना गर्नेछु परमेश्वर हामी तपाईँलाई अति नै हृदयको गहिराइबाट नै धन्यवाद दिन चाहन्छौँ कि आजको यो अति नै Lord, it's us, it's good.
아까 그 사람들 네, 수고하셨습니다. 신기하지 않아? 너가 신청했어? 안 했어. 애들이 한 거야. 아, 그래 해준 거야? 내 걸로 연결해주자. 주 프리미엄이 아닌가 봐. 아, 미안. 소리